साथीहरू हामी चाहिँ होइन भिडियोहरू बनाएर घर फर्केको थियो यस्तो डरलाग्दो हावा साथीहरू हेर्नुहोस् त यहाँनिर खर्सेको वेदर यस्तो डरलाग्दो वेदर मेरो सासै अलिकति बोल्दा बोल्दा हावाले गर्नु सकिँदैन त्यो त किन हावा चलेको अन्त आम्बो लु हेर्नुहोस् न भाइहरू पनि यो चाहिँ टिकिरहेको छ है लाइटको चाहिँ रोडमै झरेछ हो ए भगवान् कस्तो हावा चलेको अन्त बिस्तारै हेल्प गरिदिनु हेल्प चाहिन्छ पुरा होइन 1300 राखिदिनु 1300 ए सबै लाइट फुटेछ नि हौ त्यही त है आमा रुके पल्टाउला जस्तो गर्दैछ ऊ त्यही त बल्ल बल्ल हाम्रो लगाएको त्यो हेर्नुहोस् न रोड लाइट यस्तो यो भइसक्यो हावाले हेर्नुहोस् साथीहरू ल सबै यो माथितिर हेर्नुहोस् त यहाँकोदेखि लिएर होइन अझै साथीहरू हेर्नुहोस् त मेरो घर यस्तो भएछ हेर्नु प्लास्टिक लाग्थ्यो हो पानीको हेर्नु यो ठुलो घरमा चाहिँ ला फ्लेक्स पनि झरेछ दादा ल यस्तो भएछ है साथीहरू ए डल्लै के उडेर छप्पर पनि झरेछ यहाँको बरन्डाको हो ठुलो घरको हो ला पाइप पनि चुटेछ नि हो लु हेर पट प्लास्टिक आएको हेर फेरि पट हेर्छु ल मेरो साथीहरू ला ला बिचारा यस्तो भएछ है साथी मेरो घरको हालत लु लु हेर्नुहोस् है साथीहरू यति डरलाग्दो हावा आयो नि भगवान् केही नहोस् है कसैलाई पनि केही नहोस् है प्रभु कसैलाई केही नहोस् यस्तो भएछ हेर्नुहोस् है रेलिङहरू हाम्रो है छतमा जाउँ कस्तो त हावा चल्यो त साथीहरू हो आज यति त हावा चलेको भन्नु ल यी कुखुराको खोर हेर्नुहोस् है यसको पनि पल्टाइदिएछ प्लास्टिक हो जब छतमा चाहिँ त्यस्तो इफेक्ट चाहिँ भएन रहेछ के डराएको हावा पनि खिड्की पनि कसले फोडेको हौ फेरि ए साथीहरू यस्तो क्षतिग्रस्त भए यति हावाले गर्दै हेर्नुहोस् न यहाँ ठुलो घरको छन् कि बाहिरको बरन्डाको छापर पनि झरेछ ऊ प्लास्टिक या पानी आउँछ भनेर आइदियो नि त्यो पनि यस्तो भएछ आम्बो के भयो ए अड्किन्छ सुँगुरको खोरी यो गरेको रहेछ है आमामा कस्तो हावा दिएको अन्त मरो हुन्छ त्यहाँ